द्रौपदी भन्दाखेरि हाम्रो दिमागमा फ्याट्ट त्यो महाभारत आइ नै हाल्छ। महाभारतमा चाहिँ द्रौपदी भन्ने पात्र यदि नहुने हो भने त्यो महाभारतै हुन्थेन कि हैन। मलाई के लाग्यो भने एउटा यस्तो वजनदार नामसँग हाम्रो कन्टेन्ट चाहिँ मिल्यो। जुन द्रौपदीको मैले जुन चिज बनाइरहेको छु त्यो पात्र नै चाहिन्छ भनेर चाहिँ मैले त्यो महाभारतको द्रौपदी जो हुनुहुन्छ उहाँ पात्रको मैले नाम राखेँ। तर यसको मतलब यो धार्मिक फिल्म भनेर गराइएको फिल्म चाहिँ होइन। त्यो 8 गते हेर्ने बेला थाहा पाइहाल्नुहुन्छ दर्शकहरूले। मेहनत एकदमै भएको छ, नयाँ लाग्दैनन्। यसले फिल्म क्षेत्र सँगसँगै एउटा समाजलाई पनि एउटा सन्देश दिन्छ। फिल्म क्षेत्रमा चाहिँ हाम्रै वनपाखा, हाम्रै गाउँ समाज, हाम्रै घरमा पनि कति धेरै कथा छन्। कथा लिन बाहिर जानै पर्दैन। समाजको लागि चाहिँ एउटा नारी सशक्तिकरणको चलचित्र हो कथा हो यो चाहिँ। यसमा कुनै पनि हिरो छैनन्। मैले के भन्छु भने यसमा कुनै पात्र खोजेर आउने चिज नै होइन। यो चाहिँ द्रौपदी भनेको चाहिँ कस्तो हो भने यो कन्टेन्ट नै हिरो हो के। हामीले केही ठाउँमा फेस्टिभलहरूमा पठाएको थियौँ। अन्तर्राष्ट्रिय फेस्टिभलमा सेलेक्ट भइरहेछ। नेपालबाट द्रौपदी भनेर आइरहेछ हैन। त्यो भनेको त नेपाली चलचित्रभित्र उनीहरूले के खोज्ने रहेछन् भने मौलिकपन के छ, नेपाली भित्रको के छ, उनीहरूलाई नयाँ लाग्ने बित्तिकै यो के हो ओ माइ गड हुन्छ र उनीहरूले त्यो सेलेक्ट गर्ने हो नि त। अनि त्यहाँनिर चाहिँ नेपाली चलचित्र भनेको यस्तो हुन्छ, नेपाल भनेको यस्तो हुन्छ भनेर चाहिँ विदेशमा रहनुभएका नेपाली विदेश उहाँहरूलाई थाहा छ, तर केही कुरा हामीभित्रै पनि थाहा नभएका कुराहरू बुझाउनलाई प्लस विदेशीहरूलाई पनि हामी चलचित्र बनाउने नेपालको लागि मात्रै होइन। अब यो ग्लोबलाइजेसनको बेलामा एउटा मात्रै मार्केट हेरेर हुँदैन। उनीहरूले पनि हामीले हाम्रो सबटाइटल राखिदिन्छौँ हामी, तर उहाँहरूले हाम्रो सिनेमा हेर्नुपर्छ भनेर चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि जाओस् भनेर त्यो चिज देखाउन खोजेका छौँ हामीले। मौलिक चलचित्र दर्शकले हेर्न खोज्नु भएको भएर चाहिँ मलाई द्रौपदी चल्नेमा एकदमै ढुक्क छु। किनभने कति ठाउँबाट फोन गरिराख्नु भएको छ कि हाम्रो ठाउँमा हल छैन सर, हामी चाहिँ कहिले नेपालगञ्ज गएर हेर्नुपर्छ, हामी चाहिँ शुक्रबार हजुरहरू कहिले आउनुहुन्छ, हामी गाडी रिजर्भ गरेर आउँछौँ, हामी तर टाढा छ सर के गर्ने होला, हेर्न चाहिँ हेर्छौँ हलमै आएर भनेर जुन क्युरियोसिटी देखाइराख्नु भएको छ त्यो हिसाबले पनि यसको ट्रेलर यसको टिजरलाई जसरी रेस्पोन्स गर्नुभएको छ अडियन्सले, मलाई चाहिँ एकदमै राम्रो हुन्छ भन्नेमा ढुक्क छु। यो चाहिँ बच्चादेखि वृद्धसम्म सबैले हेर्न मिल्ने चलचित्र भयो। युनिभर्सल सर्टिफिकेट पाएको छ हैन। यो चाहिँ सबै तबकाका सबै वर्गका परिवारसहित बसेर मजाले आनन्द लिने चलचित्र हो। विदेशमा पनि चलाउने प्रयास भइरहेछ। केही ठाउँमा भरेसम्म पनि केही ठाउँको रिपोर्ट आउँदैछ। तर नेपाली चलचित्र यति धेरै बनिरहेछन् कि सबै चलचित्र सँगसँगै चलाउन अलि सम्भव रहेनछ। त्यसपछि नेपाल रिलिजपछि विदेशमा चाहिँ धेरै ठाउँमा चाहिँ लाग्छ नै, विदेशमा धेरै ठाउँमा कुरा भइरहेछ। मैले एउटा विशेष चलचित्र बनाएको छु द्रौपदी, एउटा अर्गानिक कथा हो। तपाईहरुले चाहिँ यस्तो पो चलचित्र बनाउनु त भन्ने टाइपलाई तपाईहरुको मन छुने चलचित्र बनाएको छु। पहिलो दिन गएर हेर्दिनुस्, त्यसपछि जे लाग्छ त्यो भन्नुस्। मलाई तपाईले कहीँ केही बढाइ चढाइ नगर्नुस्।